दिनपछि लङ राइडमा जाँदैछौँ। ओ माई गॉड व्हाट अ भ्यू। अब लालीगुराँस देख्न सक्नुहुन्छ हजुरहरूले। सास फुल्यो साथीहरु, सास फुल्यो। एक्सरे गर्नुपर्ने भएको छ। अब एक्सरे गर्दैछ के हुन्छ। मेरो बुढाले मलाई पसन्द गरेर Hello everyone, welcome back to Rajuni vlog. I hope हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु अनि फेरि पनि हजुरहरूसँग उपस्थित भइसकेको छु न्यू डे न्यू भ्लगको साथमा। अनि आज चाहिँ हामी यहाँनिर घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ, के गर्दैछौँ, के को लागि जाँदैछौँ, किन जाँदैछौँ भनेर त हजुरहरूले बाइ द टाइटल अनि थम्बनेलहरू पनि थाहा पाइसक्नुभयो होला। अनि त्यही हो, अगाडि भिडियोमा हजुरहरूलाई देखाइ नै हाल्दैछु। सो हजुरहरूले भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुपर्ने हुन्छ। सो स्टे ट्युन, लेट्स गो। सो हामी चाहिँ अहिले मेडिकलमा आएको छौँ। मेरो बुढा के गरेको थियो भन्दा कसको लागि आएको भनेर त एकछिनमा थाहा भइहाल्छ। के भइरहेछ त्यो आएर तिमीले म दिन्छु न भन त। स्कुटी चलाएर बिरालोले बाटो काटेर गभर्मेन्ट हल्यो अनि डलर के भयो? हल्का चोट लाग्यो। कहाँ? करमको फाटा भएको छ। अस्ति हामी चाहिँ के अरे के को दिन पो हो, होलीको पछि हो नि, स्कुटीमा कुद्दै थियौँ, लडेर चोट लागेको छ। राजकुमारलाई एक्सरे गर्न आएको छौँ। अब हेरौँ के हुन्छ। आउँदै हुन्छ तेरो मेरो बुढाको चाहिँ यहाँ अपरेसन गरेर चिरफार गर्न लाग्छ। डर लाग्दो एक्सरे किन आउनुपर्छ यार, अझै ढल्ने। सो एक्सरे गर्नुपर्ने भएको छ। अब एक्सरे गर्दैछ के हुन्छ। मेरो बुढालाई हाम्रो घुम्न जाने प्लान साथीहरू यहाँ पानी फेरेला जस्तो छ। मेरो बुढाले खै रेडी भइसकेको, यहाँ हस्टेल आएको 11 बजीसम्म। कति बेला जानु घुम्न? यस्तो पनि हुन्छ प्लान। हिजो जाम भन्दा मानेन हस्पिटल। अब अहिले घुम्न जाने बेलातिर अब भइहाल्छ घुम्न त। म यहाँ के अरे जसोसुकै भए पनि जाम लाग्यो। कट्टखलाम गरेर नुहाएर आउने। सो गाइज हामी चाहिँ अहिले हस्टेलदेखि पनि निक्लिसक्यौँ। मेरो बुढालाई चाहिँ त्यस्तो डेन्जर फ्रिस्की केही पनि भएको रहेनछ। नर्मल यताउता दबाई दिएर उ भएको छ। अनि यहाँनिर हामी चाहिँ जम्मा भइसकेको छौँ। हेलो बुढा, आमा टोपी ल दिँदा। हेलो, कहाँसम्मको यात्रा आज हाम्रो? अब ओलेरी ल। हेलो गुड्डु हजुर। ल हेलो गरिदेऊ न साथीभाइहरू। कहाँसम्म हो यात्रा आज? ओलेरी के गर्नुपर्छ आज? लालीगुराँस टिप्नुपर्छ। आज हाम्रो रमाइलो हुन्छ साथीहरू। गाह्रो छ। हेलो भाउजू, हेलो। यो चाहिँ हाम्रो दह जाने बाटो हो। हेर्न सक्नुहुन्छ घोडा कति राम्रो छ। वरिपरि हरियाली नै हरियाली, बिचमा सहर। हेर्न सक्नुहुन्छ यहाँ पनि धेरै आँखा लागेको छ। आज हामी धेरै दिनपछि लङ राइडमा जाँदैछौँ। ल हाँस्नु न, लङ राइडमा धेरै दिन जाँदैछु। अब एकछिन भएन साथीहरू, यो त यहाँ हेर्नु म भ्लगर पनि लाइक खुन रहेछ। बात त सही है। तुमसे ना हो पाएगा। ल अब त भयो न, हो अहिले बसेछ भन्नु। हेर्नु यहाँ यस्तो राम्रो रुख छ। ओके, के को रुख हो? यो पिपल हो कि बर हो मलाई चाहिँ थाहा छैन। रुखै राम्रो होला कि ठाउँै राम्रो हो कि? यो चाहिँ हाम्रो दह हो। दह बाह्रकुने दह चाहिँ पिकनिक खान आउँछन्। यो पिकनिक स्पट पनि हो अनि मन्दिर पनि हो। पूजा पाठ हुन्छ यहाँ मेकुरी।
भनेन के तिम्रो लिएर आउने यस्तो कलेज छ जताकतै कलेज उ हेर न हेन्सम पुगे ओ हेन्सै कता हो चस्मा लगाएर बाटो अर्को हेन्सी ओहो टाउके निलो टाउके यहाँ पैसा कलेक्सन हुँदैछ पैसाको कलेज दिनु पर्यो जताकतै कलेजै कलेज पैसै छैन भिखारी भइसक्यो पहिले मलाई पठाइदेऊ त 50 रुपैयाँ त राख्छु कहिले त बस खाली भयो के 10 रुपैयाँ देऊ न चिकिन 10 रुपियाँ यो उसले पनि भनेको छिटो अन्किन दिन त 50 स्कुलले नतानेर गाह्रो छ है साथीहरु गाह्रो छ दिस इज रियल नेपाल हो के हो अनि नेपालको यो साइड थाहै छैन कसैलाई यो त के हो यो त के हो र त कस्तो छ कस्तो साथीहरु अहिले चाहिँ हामी अन द वे छौँ अहिले चाहिँ हामी यहाँनिर होल्ड गरिरहेछौँ किनभने त्यहाँ भाइहरू आउँदैछन् अनि त्यही भएर हामी चाहिँ तिनीहरूलाई वेट गरिरहेछौँ यहाँनिर अनि यसो टोइलेट हान्नु पर्यो त्यही भएर अनि यहाँनिर हल्का जाउँ पेट सेट भरौँ भनेर यहाँको रोड छ साथीहरू यहाँ ऊ भाउजू एकदम स्ट्रगल गर्दै पुगिसक्नु भएको छ अब चाहिँ यिनीहरू जाँदैछन् यहाँ त राइडर हुनु त यताबाट हाल्के दादा गाह्रो छ नि यहाँ बाटो त फेरि वान वे मात्रै भइसक्यो हो गाह्रो छ साथीभाइहरूले छोडेर गइसक्यो हामीलाई हामी चाहिँ हेरेको हेरै यहाँ चाहिँ के भएर पढाउँछन् है धेरै राम्ररी देखेँ क्या भन्छु यहाँ के अरे सबै केटा राइडर भयो के अनि केटी पछि परिसक्यो केटीलाई हामीलाई हेपे यो भे यस्तो ठिक छ यस्तो ठिक छ हामी पनि के कम छौँ र होइन हामी पनि कम छैन Oh my god, what a view. अघि तल कस्तो दे यतिको चाहिँ हुनु पर्यो खै के तेरो यहाँ नामै आछिन त माथि अग्राम राम्रोकै सो हामी चाहिँ यहाँनिर अब एकछिन सिन हेर्दैछौँ थाक्यो नि त हातहरू पनि अब यहाँनिर फेरि जानुपर्ने हुन्छ हाम्रो गन्तव्य चाहिँ हाम्रो आजको गन्तव्य चाहिँ कहाँ हो भने के अरे होलेरी भन्ने ठाउँ हो अहिले चाहिँ हामी सायद बिच बाटोतिर आइपुग्यौँ होला अब जाँदैछौँ टाङ्कु एकचोटि मात्र होइन दुईचोटि टङ्कु टाङ्कु यो हामीले चाहिँ लालीरस पाइसकेको छौँ एउटा मलाई चाहिँ बाटोमा रोकेर कति हजुर कस्तो राम्रो लाग्यो लाउनु भयो दियो आमा यतिको राम्रो चाहिँ हुनु पर्यो साथीहरू बाटोमा फुल दिने ओ माइ गॉड साथीहरू हाम्रो चाहिँ यहाँनिर के भन्छ अरे ओ माई गॉड साथीहरू हामीले चाहिँ फर्स्ट सुरुवात भइसकेको छ यहाँनिर लाली गुराँस देख्न सक्नुहुन्छ स्टार्टिङ भयो यहाँदेखि त्यहाँ छ अब लाली गुराँस देख्न सक्नुहुन्छ हजुरहरूले तर बुढा मलाई जाडो भइसकेको छ मैले हुडी लगाऊ ज्याकेट लगाऊ अनि भन्ने हो त बुढा माई गड के को स्टार्ट हुन्थ्यो यहाँ त आँखा झिम्काइ नसक्नु छ त साथीहरू
हाम्रो राष्ट्रिय फुल नेसनल फ्लावर अफ नेपाल रोडोडेन्ड्रोन लालीगुरा कस्तै छ ल फाइनली साथीहरू हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छ भोलेरी बजार आइसकेको छौँ अनि नास्ता खाँदैछौँ हालत हेर देख्न सक्नुहुन्छ हजुरहरूले हालत त सबको तिम्रो त अझ आधी बाटोबाट गएको मेरो त हालत परेलीमा त सेतै देख्छ क्यामेरामा सेतै नेपाली पाउडर के खाने हाम्रो चाहिँ समोसा आइसकेको छ तातो तातो खानेवाला मान्छेहरू रेडी छन् त्यहाँ हेर हेर फेरि केही हुनेवाला छैन यहाँ केही हुनेवाला सफा हुने हामी त मुख धुन्न हाम्रो मेकअप बिग्रिन्छ मेकअप बिग्रिन्छ साथीहरू मेकअप बिग्रिन्छ ल खाएको ल अब पराठा अझै एक ठाउँ दिनुहोस् अनि 2 ठाउँ चाउमिन दिनु ओके हिरो मिठो भयो गाउँतिर आइस फेरि यस्तै समोसाहरू यस्तो मात्रै खानु होला फेरि थोडा समोसा सिम्पल छ नि यहाँ केटाको केटा हो कि तँलाई के चाहिएको थियो खै होइन यो केटी के चाहिएको तँलाई कति केटी केटी गर्छस् कि हेर केटी केटी गर्दा गर्दा जिन्दगी बित्छ तेरो नभएर यहाँ अनुहार हेर्दा त आफै काटी काट्नु सोध्न आल के रामबाइले सोध्दा त हेर अब कि नबोल्ने बोल्न बेसी नबोल्नु नि त भने छैन हाल्नु पर्यो नि आफै बोल्न थिएँ काटी काट्नु भन्नु आएको ठ्याक हान्थ्यो त्यो त म पताउँदै पताउनु दुईजना केटा केटा मात्र देखेर उयो पताएर पताएन बजाएर चाहिँ नबजाएर त काटेको अरे आफै बोला के यसले त्यही त त्यो त गुराँस कहाँ पाइन्छ भन्ने बाहनामा अहिले बोला नाटक तेरो त्यो हेर सब अनुहारमै लेखेछ भाइ तेरो त्यो हेर सब अनुहारमै लेखेछ भाइ तेरो हो सुन कलर लेखेको छ के भिडियो प्लास्टिक गलत गरी नि रामबाई हामी त्यहाँ अड्डेर नि सन्चै हुनुहुन्छ भन्छ रामबाईलाई चिनिया जस्तो राम भाइलाई हाँसो लाग्यो म त त्यहाँ बसिरहेको थिएँ तिमीहरू के हामी तिमीबाट पर्खिरहेको थियौँ तिम्रो पछिदेखि हामी तिमीहरू मोटी होलिस के हाँस पकौडा खाने भाउजू सबजनालाई भकमारी लाग्यो हेर न सबजना सखा परे सखा यहाँ चाहिँ अल्का छैन छोले खाऊ न खोर्सानी सुटो बजेको छैन खाके फाल्दैन त्यो सुरुका जाने बाटो हुनसक्छ यो होइन सुरु भइसक्यो बाँदरहरू चर्न देखिने त मुना कहाँ हराइ ल चल चल एकदम हामी चाहिँ आइसकेको छौँ अब पायो जाँदैछौँ हामी चाहिँ फुल खोज्दै थाक्छ त साथी जस्तो छ बाटो तल छ बाटो अनि यहाँ कस्तो महसुस भइरहेको छ सास फुलेन साथीहरू सास फुल्यो म हजुरलाई अब त्यहीँ माथि गुराँसको फुलको रुखमा पुगेर देखाउँछु माइ गड दामी 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 तर यस्तो मुनिबाट हेर्दा नदेख्दो रहेछ अलिक टाढाबाट हेर्दा मात्रै देखिँदैछ नि टन्नै छ पारितिर कहाँ गरौँ हे भगवान् के हो को हो यहाँ भगवान् बाँदर मोङ्की ल एउटा मलाई दिएर पर्पज हान्न आउँछ र रुको जरा सबर करो साथीहरू हामी चाहिँ फाइनली आइसकेको छौँ
देख्न सक्नुहुन्छ मेरो बुढालाई पछाडि बाँदर त्यो बाँदरले अब फुल टिपेर मलाई पर्को झान्न आउँछ है त हेरौँ आज मेरो बुढाको खुबी कतिको रहेछ लभ यु अरे कहना क्या चाहते हो पाल नदिएको इग्नोर हान्छ भनेपछि भनेपछि त इग्नोर भइहाल्छ नि आई लभ यु छ्या अलि घुँडा टिप्नु न अलिकति पर्ख त्यस्तो गरेर पर्ख म पट्टिन्छु यसो नम्बर भिडियो भइन्छ दिदी तिमी उठ के ओए बोले म त्यसै सिधा गराइ न आई लभ यु यो खाएन अलिकति कसै ये वाली बात बिना कस्तो गान्डी देखि भागे लु जङ्गल छिर्छ मेरो बुढाले मलाई पर्पस गरेर बुढा लाली ग्रासको फुल दिइसक्नु भएको छ यो तिम्रो बोनस छोरायो बोनस दिएको अरे मलाई साथीहरू त्यो मलाई दिनुहुन्छ होला भनेको थिएँ मैले मास्टरमा उतारे सक्यो छोड्दे छोड्दे अब भनेर दिएको त लाग्दैन मैले जाम ल ल मेरो भ्लग हाइज्याक गर ल टेक ओभर धेरै लामो माथि देखाइदिउ जङ्गलमा हामी चाहिँ जाँदैछौँ साथीहरू यस्तोमा हुनु पऱ्यो स्ट्रगल भेनाली दिदीको लागि लाली गुराँस ल्याइदिनु स्ट्रगल गरेर के हो त्यो यो फुल हो तलदेखि पकर्ने हावा सघाइदिएर माथि सानो मान्छेले यहाँ चाहिँ छिरो यति त म जम्प गर्छु तर यहाँ तोतिर चाहिँ 1 2 3 सिसी हुन्छ 1 2 उयो के अब के म अड्डाउँछु त पछाडि टिम न छ्या यिनीहरू गरेको अनि बसुन्दारी टिपेको कहाँ दिदी लग्छन् त माथिबाट हात हाल्न झुन्डे तपाईँको कहिले मासु च्यापिँदैछ कहिले चट्किने रहेछ सो हामी चाहिँ यहाँनिर फोटो भिडियो बनाउँदैछौँ फुलहरू चाहिँ यस्तै छ जङ्गलमा पुरा माथि माथि छ साह्रो परिसक्यो गाई गोरुहरू चर्न आइरहेको छ सो गाइज हामी चाहिँ अब यहाँदेखि ओह्रालो लाग्न थाल्यौँ जङ्गलदेखि फुलहरू फुल टिपेर पनि फुल टिपेको थियौँ तल अरूले लगेर गएको छन् अगाडि हामी चाहिँ यहाँदेखि बिस्तारै झर्दैछौँ हाम्रो ग्याङहरू चाहिँ यता छ हो हामी चाहिँ एकदमै घना जङ्गलमा जङ्गलको बिचोबिचबाट एमाजोनको जङ्गलबाट गुज्रिरहेछौँ एकदम यहाँ डाइनोसरहरू पनि हुनसक्छन् फुल चाहिँ यस्तै छ है साथीहरू यस्तै छ हाम्रो चाहिँ लाली गुराँस देख्न सक्नुहुन्छ हजुरहरूले हामी चाहिँ धेरै टिपेनौँ किनभने हामी एकदम
प्रकृतिलाई माया गर्ने व्यक्तिहरू यो पनि धेरै होइन यहाँ मान्छे देखाउ न यतिको मान्छेको यतिको फुल त हुनु पर्यो नि यतिको मान्छेको कतिजना छ मान्छे 1 2 3 4 5 6 7 8 9 10 म पनि छु है साथीहरू 10 जनाको फुल सिट होइन 2x अहिले साथीहरू हामी चाहिँ फर्किन लागेको छ अब चाहिँ हामी फर्किन लागेको साथीहरू गुराँस पनि टिप्यो जङ्गलमा रमाइलो गरियो अब जाँदैछौँ सबैको कस्तै चिसो हावा चलेको छ साथीहरू जानु भयो रास्ता यही हो है जे हो यही हो अरे ल साथीहरू पछाडि को देखेको छन् मैले चाहिँ केही देखेको छुइनँ देखाउनु न अनि देख्याउनु गरेर आउँदैछन् ल जाऊ साथीहरू जाऊ हिरोहरूको एन्ट्री भयो पछाडि हल्का जुनकेरी हल्का ढिलो छु जुनकेरी छिटाउ जुनकेरी हजुर मामे किन हेर्न सक्नुहुन्छ यस्तो दामी हो तर हामीले केही देख्यो होइन होला हामी चाहिँ होलेरी भन्ने गाउँमा आएको छौँ भन्नु न यस त्यही यो चाहिँ रोल्पामा पर्छ वाह हेर्न सक्नुहुन्छ वाह यस्तो दामी स्प्रिङ लगाए हाम्रो सागमा तलमाथि आफ्नोबाट उखाल्छ यार ओ माई गड यस्तो स्प्रिङ नै पाइन्छ यहाँ नेचुरल छ बाटो पनि कस्तो हो हेर्नु न त्यो दामी फोटो त दामी आउँदैन दामी आएको है सनसेट एउटा फोटो खिच्न पाएन हुन्छ त रोकेर काँडा हेर्दैन अब साथीहरू हामी चाहिँ फोटो खिच्छौँ सनसेटमा एक क्लिक फोटो खिच्छौँ न एक पोस्ट त्योहरू हामी बाल बच्यौँ धन्नै जयरामजी के भइसकेको थियो तर भएन बाटो यस्तो छ हेर्न सक्नुहुन्छ है हाम्रो खुट्टा लामो भएको अलिकति फाइदा भयो लामो भएर खुट्टा के अरे खुट्टाले गर्दाखेरि अड्यौँ हामी सिन हेर्नु सिन छाङ्गा हेर्नु छाङ्गा यहाँदेखि देखिँदैन यस्तो डेडली देखिन्छ नि साथीहरू राति परिसक्यो बाटो हेर्नुहोस् बाटो यस्तो डेन्जर छ बाटो डेन्जर त्यस्तै फेरि धुलो त्यस्तै भगवान् छिटो घर जाऊँ भन्दा पनि हुँदैन त हुँदैन मनले त छिटै सोचेको थियो यो बाटोले हुन दिएन बाटो अघि हाम्रो जुन के अगाडिदेखि आउनुभयो यमराजी हल्लिँदै ओ माई गड बाटो त छैन त जान छास पार्दै क्या यार पात्यो अर्को आइरहेको टर्निङ हुनु होला है यही रोक कति बज्यो 7 बज्यो जान्छ 7 बज्यो खतरा खिलाडी ओ माई गड खतरा खिलाडीको फेरि मुखमा यहाँ वानमा पो भइरहेको रहेछ हजुरको ब्लग त अफ रोड राइडिङ भइरहेछ आज हाम्रो ओपरे भइगयो चाहिँ अलि पुरै जिउ सब दुखाइसक्यो आजको हाम्रो लाली गुराँस हन्टिङ गाह्रै पर्यो अब समाप्त हुँदैछ टकाइसकेको छ तलबाट वेट गर्नुपर्ने हुन्छ बाटो साँघुरो छ गाह्रो छ यमराजी यो यस्तो यमराजी भनेको छेउमै यमराज देखेर पनि मात्रै लगाइसक्यो कति धेरै ट्रक हो पाउडर नेपाली पाउडर गाह्रो छ
यो पाउडर फेरि यतिकै पाइन्न नि फेरि यतिकै पाइन्न गाह्रो छ नि यो पाउडर खोज्नलाई दुःख छ नि यो पाउडर पाउनलाई गाह्रो छ सजिलै कहाँ पाइन्छ हजुर सारा मुखभरि छिरेर चिरिप चिरिप भइसक्यो मुखमा पनि पुरै अब त अनि नाकबाट सिगान निकाल्ने भने एक पाठी धुलो निक्लिन्छ होला कसम अहिलेको डेन्जरवाला खोला आइसक्यो है दादाले चाहिँ लग्यो है लग्यो म त झर्नुपर्छ क्या भन्छु झन् पर्दैन सिउ सिउ त गरेको थियो नि कलेज भयो बाजार गयो है अहिले चाहिँ हप्दिया रे हप्दिया 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 अर्को पनि आइरहेछ तल यो यहाँ हैरान गरायो फेरि यहाँ अर्को आइरहेछ जुनगेरी पिलिक पिलिक बाल्दै जुनगेरी त जता कतै जुङ्गा बनिसक्यो होला परेली सेतै भइसक्यो होला यो कौडामा त्यस्तो देखिया छैन अझ अघि जस्तो थाहा छैन नि हामीले बिहान आउनु मिनी रोड टिम यहाँ त पुरा झिलिमिली ह्याप्पी तिहार लागेको रहेछ ह्याप्पी तिहार हामी सिधै दाङबाट चल पर राजधानीसम्म अरे पढ्नु चाहिँ साथीहरू यस्तै हुन्छ है हाम्रो यहाँ नेपालको गाडीहरूमा हामी सिधै दाङबाट चल पल दिन्छ राजधानीसम्म अरे ए चल चल जारा खरायो नाइ काल चाहिँ आँखा देख्दैन त छिटो हाल के सो गाइज फाइनली घर पनि आइपुग्यौँ अनि लास्टै थाकेर आयो साथीहरू पुरा धुलै धुलो बाटो कस्तो थियो भगवान् अनि बल्ल बल्ल आइपुगेर हातमुख धोएर बसेको छौँ अब खाना खानुपर्ने हुन्छ अनि त्यही हो आजको भिडियो चाहिँ मैले त्यस्तो मजाले क्याप्चरहरू गर्न पाएन किनभने म आफै ड्राइभ गरिरहेको थिएँ नि त त्यही भएर मैले त्यस्तो भिडियोहरू मजाले बनाउनु पाएको छैन होला अनि त्यही हो आजको दिन चाहिँ एकदमै रमाइलो भयो एडभेन्चर पनि आमा त्यस्तोमा स्कुटी कुदाएर गइयो साथीहरू अनि त्यही हो हजुरहरूलाई के कस्तो लाग्यो मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला यति दिनसम्म हजुरहरूले मेरो भिडियो हेरेर आइदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद बाई बाई सी नेक्स्ट भिडियो यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला बाई बाई